साथीहरु फाइनली हामी एसिया मल भित्र चाहिँ एन्ट्री गर्दैछौँ है। हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो छ। बाहिरको चाहिँ सक्नुहुन्छ साथीहरु एसिया मलको बाहिर चाहिँ हामी पुगिसकेका छौँ। यहाँको नजारा हेर्न सक्नुहुन्छ। पुरा डेकोरेसन चाहिँ एकदम तिहारको कारणले एकदम लाइटिङ साइटिङ एकदम राम्रो लगाएको छ। हेर्न सक्नुहुन्छ पानीको फुवारा त्यस्तै छ। त्यही भाइ चाहिँ सरसँग यहाँनिर पुरा है पुरा फोटो खिचाउँदैछन्। यहाँको नजारा हेर्न सक्नुहुन्छ यस्तो छ है। एकदम हुन्छ एसिया मलको पुरा बाहिरको नजारा हेर्न सक्नुहुन्छ एकदमै ब्युटिफुल। म धेरै 1 वर्ष 1.5 वर्ष पछि आएको छु। हेर्न सक्नुहुन्छ यहाँको नजारा चाहिँ एकदमै दामी ठाउँ छ। अहिले चाहिँ हामी एन्ट्री गरेको छैनौँ, बाहिर छौँ होइन। यो बाहिरको नजारा हो। अहिले एकछिनपछि एन्ट्री गर्छौँ भित्रतिर। त्यो हामी चाहिँ एसियन मलभित्र चाहिँ एन्ट्री भइसकेका छौँ। सर जाँदैछौँ है। हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो छ। त्योहरू फाइनली म चाहिँ एन्ट्री भइसकेको छु एसिया मलभित्र। हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो छ है। त्यो फाइनली हामी चाहिँ अन्डरग्राउन्डमा आएको छौँ। हेर्न सक्नुहुन्छ यहाँको नजाराहरू एसिया मलको। कस्तो लाग्यो एसिया मल? दामी लाग्यो। हेर्नु है साथीहरू, हेर्नु है साथीहरू पुरा दुबई आएको जस्तो फिल भइरहेछ है। हेर्न सक्नुहुन्छ मस्तसँग एसिया मलको नजारा। त्यो हामी मलभित्र चाहिँ घुमिरहौँ होइन। मदन म पवन 3 जना भएर आएको छौँ। सर घुमिरहौँ सपिङ मल। के सपिङ गर्न खोज्छ नै? सपिङ गर्ने भनेको एउटा मम्मीलाई केही किनिदिन्छ भनेको यता गहना सना हो र। हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो छ। हामी चाहिँ सरसँग सपिङ मलभित्र घुमिरहेको छौँ यसरी। पुरा यस्तो चाहिँ दुबईमा घुमिरहेको चाहिँ फिल आइरहेको है अहिले चाहिँ। तिर घुम्न पर्यो। तल त्यो अन्डरग्राउन्डमा चाहिँ घुम्ने छ है। माथि चाहिँ घुम्न लाहौँ हामी चाहिँ सर लगाएर घुम्नु पर्यो है साथीहरू। यहाँको नजारा हेर्नु। घुम्दा घुम्दा थकै पनि लागिसक्यो है। तर चाहिँ मल चाहिँ अझसम्म सिद्ध्याएन है त। यति ठुलो छ यहाँ केटाहरू चाहिँ घुम्दा घुम्दा थाकिसके। तर घुम्दा घुम्दा चाहिँ थकै पनि लाग्न लागिसक्यो। यति ठुलो छ मल चाहिँ होइन। हेर्न सक्नुहुन्छ साथीहरू एसिया मलभित्र हामी घुमाइछौँ है। घुमेर कति थकै पनि लागिसक्यो होइन। सर चाहिँ घुम्दा घुम्दा चाहिँ मल चाहिँ सिद्धिएको छैन है। हेर्न सक्नुहुन्छ मलको यस्तो नजारा है। सरसँग हामी त घुमिरहौँ। तपाईँहरू पनि आउनु है घुम्नको लागि बेङ्गलोरमा। हेर्न सक्नुहुन्छ है साथीहरू यहाँको नजारा कस्तो छ भनेर। सरर लाएर मुनिपट्टि रेस्टुरेन्ट छ, माथि चाहिँ हामी छौँ है। हामी चाहिँ घुम्दा थाकिसकेछौँ। अब चाहिँ जानेवाला छौँ अब घरतिर। एकछिन पछि चाहिँ घुमिरहौँ होइन। थकै लाग्यो क्या? थकै लाग्यो खान्छ नि हो। ल यता देखिरहौँ न त। सर कहाँ जाने? माथि जाने कि मुनि जाने? मुनि जाने। मुनि हेर्न सक्नुहुन्छ है नजारा यस्तो छ है। पुरा गेमिङको एरिया छ है साथीहरू। हामी चाहिँ गेम खेल्न आइएको छ है भित्रतिर। अब एन्ट्री भइसक्यो। गेम खेल्नको लागि हामी चाहिँ त्यहाँ कोइन ल्याउनेवाला छौँ। अनि यहाँ गेम खेल्नेवाला छ भित्र। एकदम साउन्डै है साथीहरू। हामी चाहिँ गेम खेलिसकेका छौँ है उतातिर। अनि खेलियो। अब चाहिँ बाहिर निस्किँदा स्वर एकदम धेरै आयो यतातिर। अब चाहिँ यहाँले बाहिर साथीहरू यहाँको नजारा कस्तो छ भनेर
साथीहरू घुम्दा घुम्दा चाहिँ हामी चाहिँ एकदम वाक्क लगाइसक्यो है। अब जानेवाला छौँ खाना खानको लागि। हेर्न सक्नुहुन्छ है एसियन मलको। है साथीहरू घुमघाम गरेर अब चाहिँ निस्किहाल्यौँ अब गेटतिर। त्यो बाहिर अब हामी इन्ट्री गेटदेखि आउटसाइड जान लाग्छौँ, एक्सिट गेटदेखि बाहिर होइन। अब जाँदैछौँ है त अब के गर्छ। ल है हामी चाहिँ एक्जिट हुँदैछौँ है त। बाहिरको नजारा यस्तो छ हेर्न सक्नुहुन्छ। हामी चाहिँ बाहिर आइसकेका छौँ। फाइनली साथीहरू हामी चाहिँ पुग्यौँ रेस्टुरेन्टमा चटपट खानको लागि बसेँ हम। आज चाहिँ सम्मै भिड रहेछ है। हामी ढिलो आउनको कारणले भिड चाहिँ एकदम मोटा पनि तन्केर होइन ठुलो भइहाल्छ होइन। घर जाँदा होइन। ल है साथीहरू हाम्रो खाना चाहिँ आइसकेको छ। हामी चाहिँ अब खाना लाग्छौँ है त। हेर्न सक्नुहुन्छ खानापिना आइसक्यो। अब खाने तयारीमा छौँ है हामी। त्योहरू पुगिसकेको छ। अब च्याट्टै ल्याएर खानुपर्ने जिन्दगीमा मरिरहने के छ दबाउनु त पऱ्यो त यार। घुमघाम गरेर सबै ल्याएर अब बसेको साथीहरू खानावाना खाएर पनि भ्याइसक्नु लाग्यो बोलाएर। दौरो पार्टी खाइयो मदनको तर्फदेखि होइन। खानावाना खाएर चाहिँ यस्तो भाषा खुल्ली भइएछ। फेरि केटाहरूले आइसक्रिम खान जाऊँ भनेर फेरि आइसक्रिम खान जान लागि है त। त्यो चाहिँ मेरो प्लेट है। मदनको चाहिँ यति प्लेट छ पुरा। मदनले चाहिँ मासु धेरै दबाए जस्तो माने मैले। यहाँ पवनको चाहिँ रहन्छ त्यो एउटा पिस मात्र खाएको, पवनले खान नसकेर। मदनले चाहिँ दौरो दबा छ है खाना चाहिँ। मासु त पुरा हड्डी हड्डी मात्र